बिगेस्ट भेन्नु फर्स्ट एन्ड लास्ट वार्निङ मिस्टर हस्तराज रक्सी चाहिँ लिनु यहाँ आउनु होला हाम्रो नरमाया मुखिया बोजुकोमा मेरो म्याथ अरे हेलो एभ्रिवान वेलकम ब्याक टु ब्लग। आज चाहिँ हाम्रो यो श्री उच्च विद्यालयमा चाहिँ एससी परीक्षा हुँदैछ साथीहरू, त्यही भएर एक्जाम लेख्ने भाइ बहिनीलाई बेस्ट अफ लक दिन चाहन्छु। र उहाँ चाहिँ मेरो बोजू गुड मर्निङ भइसकेको छ, बोजू उठ्नु भइसकेको छ गाइस। र फाइनल्ली हाम्रो बोजू र बिहानीको झुल्के घाम देख्न सक्नुहुन्छ साथीहरू। र हाम्रो भाइहरू चाहिँ इक्जाम लेख्नु गइसकेको छ फाइनल्ली। राम श्याम हरि कृष्ण र हाम्रो रामलाई बेस्ट अफ लक, राम्रोसँगले इक्जाम लेखेर आउनु। यता श्याम राम लक्ष्मण ट्विन्स यिनीहरू ल राम्रोसँग इक्जाम लेखेर आऊ ल। तिमीहरू कक्रिन्छौ नि फेरि इक्जाम लेख्ने टाइममा। र साथीहरू हाम्रो स्कुल चाहिँ यो स्कुल देख्न सक्नुहुनेछ। र अब इक्जाम सुरु हुन लागिरहेको छ, केही छिनमा इक्जाम सुरु हुन्छ। र यो माथि स्टुडेन्टहरू चाहिँ आइसकेको छ। बोजू र उहाँ चाहिँ र हाम्रो बोजू चाहिँ फाइनली बिहान बिहानै रक्सी पार्ने भाँडा माझ्दै हुनुहुन्छ गाइस। र तपाईँहरूलाई रक्सी चाहिन्छ भने 3 पानी रक्सी लोकल एकदम निखुर कोदोको रक्सी चाहिँ लिनु यहाँ आउनु होला हाम्रो नरमाया मुखिया बोजूकोमा। नानी पनि नानी पनि माझ्दै हुनुहुन्छ। र यो चाहिँ अहिले उठेर मसँग हिँड्दैछ। मैले त खाजा बनाएर दिइसकेको छु जनताहरूलाई। र माथि हाम्रो कुसुम बोजू चाहिँ एकदम फुलबारी स्याहार्दै हुनुहुन्छ गाइस। के भन्नुभएको बोजू? र फाइनली म चाहिँ यहाँ देख्न सक्नुहुनेछ, म यस्तो हालतमा छु। र यहाँको दृश्य चाहिँ पुरा चिया खानुमा व्यस्त हुनुहुन्छ। फाइनल गाइस तपाईँले देख्न सक्नुहुन्छ यो 3 जना चाहिँ भर्खर उठेर यिनीहरू गफ दिँदैछ यहाँनिर आइङसा प्लस निसेमी। र यिनीहरूको पनि आजदेखि इक्जाम छ साथीहरू। अहिले मात्रै उठ्दैछ है। हाम्रो पनि इङ्ग्लिस छ क्या, पढान दास भएर ढिलो। निसेमीको कुन छ? मेरो म्याथ। तिम्रो? इङ्ग्लिस। तेरो? इङ्ग्लिस। अन्त हाम्रो मिहाङ कति रुपियाँ दिएर चिजबल खाएको भाइ? कति रुपियाँ? र हाम्रो देवाशिषको पनि आज इक्जाम छ। कुन छ आजको इक्जाम? इङ्ग्लिस भन्नु न। इक्जाम कुन छ? इङ्ग्लिस भन्नुहोस् त। चिजबल भन्न। कुन छ अरे? चिजबल। अनि जम्मा 317 जना हो नि त 8वटा स्कुलको। र उहाँ चाहिँ हाम्रो सेमस काका हुनुहुन्छ। नाइस टु मिट यु, थ्याङ्क यू। इङ्ग्लिस बोलिदिनु न तपाईँ 1-2 शब्द जाओस् त। नाइस टु मिट यु बिगेस्ट भेन्नु फर्स्ट एन्ड लास्ट वार्निङ मिस्टर हस्तराज। गुड लक, बेस्ट अफ लक दिनु त इक्जाम लेख्नेहरूलाई। बेस्ट अफ लक। तिमीहरू राम्ररी लेख, चिजहरू चाहिँ राम्ररी चोर नि। यति भन्दै बिदा हुन चाहन्छु होइन? यति भन्दा बिदा माग्नु चाहे। धन्यवाद, गुड नाइट। हुन्छ भात गुड नाइट। र हाम्रो ग्रेसी पनि फाइनली आइसकेको छ र हाम्रो सङ्गीता बहिनी पनि। र फाइनली साथीहरू तपाईँहरूले देख्न सक्नुहुनेछ आज चैत्र 7 गते 2081 साल यहाँ चाहिँ एससी परीक्षा स्टार्ट हुँदैछ। र टोटली 8वटा स्कुलको छ इक्जाम चाहिँ। र टोटल स्टुडेन्ट भन्नुपर्दा चाहिँ 317 जना छ। भक्ते भाइ आऊ यहाँ, भक्ते हाजिर।
र फाइनली यहाँ चाहिँ हाम्रो भक्ति भाइ छ है। आफ्नो परिचय देऊ यहाँ। इक्जाम राम्रो लेखेर आउनु। बेस्ट अफ लक सबैजना भाइहरूलाई। फोनमा भक्ति भाइ एउटा देऊ न जाने बेला। आऊ न 2 शब्द नलजाऊ न, आऊ न भक्ति। फोन मात्रै चलाउँदै बस्ला भनेको गर न। जाने बेला मेरो परिचय भनेर जान्छु। जाने बेला मात्रै यता फर्क न एकचोटि। ससुराबालाई दिइराखेर जाउँ न एउटा। हिजो बेलुका दिइरहेको थियो त नि भक्ति र उसको ससुराबासँग। को यिनीहरू दुईजना राम्रो भक्ति भाइ चाहिँ यहाँ छ। सेम फेस झन्डै भक्ति जस्तै छ भाइ चाहिँ। कपाल चाहिँ बनाउनु पर्छ है भरे इक्जाम सकेर आएर ल। मृगको मुटु कसको? सबै पोस्ट गर्नु मात्रै छ। पदमेला बोलो पदमेला। श्री तुङ माध्यमिक विद्यालय फिदिम नगरपालिका 8 र भाइ बहिनीहरू चाहिँ कक्षातिर प्रवेश। र फाइनल गाइस तपाईँहरूले देख्न सक्नुहुनेछ आज चाहिँ श्री तुङ माध्यमिक विद्यालयमा चाहिँ एससी परीक्षा स्टार्ट हुँदैछ। जम्मी 8वटा स्कुलको र टोटल स्टुडेन्ट भन्नुहुन्छ भने चाहिँ 317 जना छ। हाम्रो देवाशिष चाहिँ चिजबल खाँदैछ। र हाम्रो इथिङको भ्यू चाहिँ यस्तो देख्न सक्नुहुनेछ तपाईँहरूले। मर्निङ भ्यू हो। अहिले बिहानको समथिङ 7:30 भइसकेको छ र इक्जाम चाहिँ 8 बजीदेखि स्टार्ट हुने हो। र हाम्रो सङ्गीता बहिनी चाहिँ यहाँनिर पुरा स्टुडेन्ट हेर्नु आइरहेको छ। हामी त हेर्न हामी चाहिँ हेरेको होइन। यहाँदेखि तर लास्टै छोडिदिएको नि भित्र जान्दिँदैन। सरहरूले पुरा सुझाव सल्लाह दिँदै हुनुहुन्छ।